बालेनले बोलेको भयो सत्य साबित, सांसदले नै देखाए प्रमाण, सिमानामा जनता नै आए मिडियामा। हामीले नै मिचेका छौं भनौं यहाँको इन्डियाको जमिन हजुर। ए कसरी 10 गजे हामीले छोडेका छैनौं, 10 गजे हामीले खाएकै छौं। संसदबाटै महाकाली बेच्नेहरू हुन थाले बेचैन। 1 रुपैयाँ भ्रष्टाचार नगर्ने एक्सन स्टार प्रधानमन्त्रीमाथि 35 वर्षदेखि देश लुटेराहरूले गर्न थाले अट्याक। छर्न थाले हुँदै नभएका भ्रम, कालापानी लिपुलेक मात्र नभई ग्रेटर नेपाल नै फिर्ता ल्याउने बालेनको सांकेतिक ट्याक्टिस नबुझेकाहरूको भोक निन्द्रा नै भयो गायब। ट्रम्प, नेतान्याहु लगायत विश्वकै शक्तिशाली नेताले पनि देखाउँथे बालेनकै जस्तो हिम्मत। महाकाली सन्धिकै कारण नेपाली भूमि कालापानी लिपुलेक लिम्पियाधुरा विवाद बल्झिएको खुलासा। नेपालको इतिहासमै पहिलो पटक देशको सिमाना र राष्ट्रिय स्वाभिमानको बहसमा एउटा प्रधानमन्त्रीले भारत र बेलायतलाई एकै पटक तानेपछि अहिले काठमाडौँदेखि दिल्लीसम्म भूकम्प गएको छ। यो कुरा हरेक नेपालीले बुझ्नै। बालेनले बोलेको भयो सत्य साबित, सांसदले नै देखाए प्रमाण, सिमानामा जनता नै आए मिडियामा। हामीले नै मिचेका छौं भनौं यहाँको इन्डियाको जमिन हजुर। ए कसरी 10 गजे हामीले छोडेका छैनौं, 10 गजे हामीले खाएकै छौं। संसदबाटै महाकाली बेच्नेहरू हुन थाले बेचैन। 1 रुपैयाँ भ्रष्टाचार नगर्ने एक्सन स्टार प्रधानमन्त्रीमाथि 35 वर्षदेखि देश लुटेराहरूले गर्न थाले अट्याक। छर्न थाले हुँदै नभएका भ्रम, कालापानी लिपुलेक मात्र नभई ग्रेटर नेपाल नै फिर्ता ल्याउने बालेनको सांकेतिक ट्याक्टिस नबुझेकाहरूको भोक निन्द्रा नै भयो गायब। ट्रम्प, नेतान्याहु लगायत विश्वकै शक्तिशाली नेताले पनि देखाउँथे बालेनकै जस्तो हिम्मत। महाकाली सन्धिकै कारण नेपाली भूमि कालापानी लिपुलेक लिम्पियाधुरा विवाद बल्झिएको खुलासा। नेपालको इतिहासमै पहिलो पटक देशको सिमाना र राष्ट्रिय स्वाभिमानको बहसमा एउटा प्रधानमन्त्रीले भारत र बेलायतलाई एकै पटक तानेपछि अहिले काठमाडौँदेखि दिल्लीसम्म भूकम्प गएको छ। यो कुरा